हामी चाहिँ गाउँ जाँदैछु 1 महिना पछाडि। हेलो हेलो साथीहरू, हामी चाहिँ गाउँ जाँदैछु अनि हामी चाहिँ यहाँ बाटो बिच आधा बिच बाटोमा पुगिसक्यो नि त। यहाँ चाहिँ फतेङ झरना हो यो चाहिँ, अनि यहाँ चाहिँ यस्तो रमाइलो छ। हामी गाउँघरमा जाँदैछु फतेङ झरना है साथीहरू। यो चाहिँ कहाँ हो भन्दाखेरि यो चाहिँ फतेङ झरना हो। तपाईँहरू पनि वेलकम छ यहाँ फतेङ झरनामा। जताततै देखिन्छ भने हरियाली वातावरण पनि खुबै राम्रो छ हो। अनि हामी चाहिँ कति रमाइलोसँग हामी गाउँ जाँदैछु। आज हामी गाउँ जाने थाहा थिएन, तर एक्कासी हामी चाहिँ गाउँ जाँदैछु हो। घरमा चाहिँ बुढाबुढी हजुरबुवा हजुरआमाहरू हुनुहुन्छ नि त। कहिलेकाहीँ यसो भेटघाट पनि गर्नुपर्छ, किनभने उनीहरूलाई पनि खुसी बनाउनु पर्यो भने घरमा गएर सबैजना भेटघाट हुनुपर्छ। ल साथीहरू, यो चाहिँ फतेङ झरना हो। तपाईँहरू आउन सक्नुहुन्छ। कस्तो रमाइलो छ हो। यहाँ चाहिँ कति मान्छेहरू आइरहनुहुन्छ, तर आज चाहिँ पानी पर्न लाग्यो भएर आएको छैन भने 2-3 दिन भयो पानी पर्ने चाहिँ। अनि यहाँ चाहिँ कस्तो रमाइलो छ। अनि यहाँबाट जताततै देखिन्छ नि त। अनि हामी चाहिँ त्यहाँ फोटोहरू खिच्न चाहिँ पाएनौँ, किनभने कुनातिर उताबाट पानी पर्दै थियो भने हामी चाहिँ बच्चा लगेर जाँदै थियो। त्यसैले हामीलाई चाहिँ गाह्रो हुन्छ भनेर मैले छोरालाई चाहिँ राखेर फोटोहरू खिचेन। हामी चाहिँ गाउँ जाँदैछु। अनि यो पाहाडतिर चाहिँ पुरै निङ्ग्रोहरू पनि पाउँछ है साथीहरू। यता चाहिँ हाम्रो गाउँतिर निङ्ग्रोहरू पनि पाउँछ सिजन अनुसार। अहिले सिजन अनुसारको वातावरण हेर्नु पाउँदा हो माई गड, हामी कति खुसी पनि छौँ। गर्मी पनि छैन, आनन्द शीतल खालको छ हाम्रो गाउँघर चाहिँ है। अनि हामी फ्यामिली चाहिँ घर जाँदैछु, किनभने घरमा चाहिँ बुवा मम्मीहरू अनि त्यहाँ भाइ बहिनीहरू नानीहरू छ। अनि हामी चाहिँ भेटघाटमा जाँदैछु एक्कासी हामी गाउँतिर। यो चाहिँ दोलाङ्सा गाउँ है साथीहरू। हाम्रो गाउँ चाहिँ यस्तो रमाइलो छ। यो चाहिँ दोलाङ्सा हो। अनि कस्तो रमाइलो देख्छन् त। अहिले त जताततै हरियाली छ, आनन्द छ। अनि मनै त्यत्तिकै खुसी हुन्छ हो साथीहरू गाउँमा जाँदाखेरि। अनि हामी चाहिँ गाउँमै रमाइलो लाग्छ, तर गाउँमै बसेर पनि भएन नि, गाउँमै बसेर नि भएन। सो त्यसैले हामी चाहिँ गाउँघरतिर लाग्दैछु साथीहरू। तपाईँहरू पनि आउनु होला गाउँघरमा। अब भने गाउँघरमा चाहिँ रमाइलो हुन्छ है। दसैँ आउँदैछ अनि दसैँ तिहारतिर रमाइलो हुन्छ। अनि यो भयो खोला छ, यहाँ चाहिँ घट्टे खोला भन्छ हो। यहाँ चाहिँ फेरि हामी चाहिँ अब ओर्लेर जान लाग्यो, किनभने बाइकमा त खोलामा गाह्रो हुन्छ नि त। हामी आमा छोरा चाहिँ यो पुल तरेर